हेलो गाइज वेलकम टु माई ब्लग। आज हामी जाँदैछौँ ल्याङटाङ र गोसाइकुण्ड ट्रेक हान्नलाई होइन टक्क लगाएर बस पार्क आइसकेको छ लगाएर अब एकचोटि बस भेटेपछि कुरा गरौँला। गाइजहरू है ल अब टक्क लाएर जानुपर्छ ल्याङटाङ। हामीसँग अगाडि अगाडि केटाहरू छन् टक्क लाएर है सब ल आफ्नै त हो नि भन्ने हिँड्ने खैरे पनि छ हामीसँग है त। स्टे कनेक्टेड। अगाडि यस्तो दामी भ्यू आयो यार गाइजहरू हेर ड्याम सही हो यार। सोलो जस्तै हो कि केटा हो यार जति जे भयो नि हेर न। पार्टनर भेट्टे थिए गाडीमा हिँड्न सक्दैनन् अनि के गर्नु त। इज बेस्ट है। यहाँबाट हिँड्दैछु आज ब्याम्बु बस्ने भनेको हेरौँ कट्न भ्याइन्छ कि भ्याइन्न। भ्याइएन भने नि के छ र टर्च लाइट बाल्ने हिँड्ने त हो नि। एक्सपिरियन्स्ड भएको के काम त होइन जहाँ अब त्यति नि गर्न नसकेपछि त। ल केटाकेटी हो हेर्दै गरौँ है त। ल तिमीलाई म देखाइहाल्छु नि टक्क लाएर। सो लङ हामी आजको डेस्टिनेसनमा आइसक्यौँ यार। यहाँ भाइहरू छन् फाइनली फर टुडे यस। ल आजको यहीँ बस्ने हो। एरोप्लेन ठक्क गरेर ल आजको वासस्थान यतै होला जस्तो छ। मेरो यहाँ खुट्टा पनि हल्का त्यो नसालाई हल्का चोट परे जस्तो आयो कि त्यही भएर नि अलिक गाह्रो भयो जस्तो भएको हुनाले आज चाहिँ यतै होला बास भन्ने लागेको छ। जहाँसम्म लाग्छ आज यहीँ बसिन्छ। म अब हिँड्न नि सक्दिनँ आजको लागि। मेरो लास्ट यो कम्मरनिरको नसा चाहिँ हल्का गाह्रै होला जस्तो भएको छ। त्यही भएर ल यस्तो दामी भ्यू छ है दामी तरिकाको। ल लाएर केटाहरू टक्क त्यहाँ माथि फाइनल्ली Yes, sir. yes you go you can go. Thank you. So room 4, 5, 4. Thank you. दिस इज डे 2 अनि आज हामी यहाँ ब्याम्बोबाट हिँड्ने क्रममा भर्खर यहीँबाट हिँडेको यहीँबाट हिँडेको अनि यति नजिक आउँदा यस्तो दामी वाटरफल देखिँदो रहेछ क्या है टक्क लाएर। अरू पछाडि छन् हामी यस्तो दुईजना चाहिँ अहिले। ल स्टे कनेक्टेड विथ अस। ल गाइस होइन
नाइस यार यतिको हुन पऱ्यो है। अब हामी सिधै हिँड्दैछौँ कहाँ पुगिन्छ त्यहाँ गएपछि भेटौँला है त ल। अब ब्लग भन्दा पनि हिँड्न पऱ्यो क्या आज टक्क लगाएर। गाइस आज हामी हिँड्दा आज दोस्रो दिनमा बल्ल एउटा नाइस ठाउँ आउँदैछ कि होइन। यो वाला पुल मस्त लाएर तर्दै ल। फाइनली रिम्चे पुग्यो है। टक्क लाएर होटेलहरू यस्तो राम्रो छ। एन्ड माथिको के होला है यस्तो सही छ यार गाइजहरू यार हेरौँ न है। यता हिमाल छ अनि अगाडि पनि छ। जाँदै गरौँ अब त्यस्तै हो भेट्दै गरौँला है त अगाडि भ्लगमा। आज अब यसो खाजा खानु पऱ्यो यार केटाकेटी हो यार यस्तो भोक लाग्यो होइन। साइडमा खोला बगिरहँदा तिमी साइडमा नहुँदा निकै याद आउँछ तिम्रो भन्ने दिनहरू गइसके मेरो गइसके। अब यहाँ यत्रो हिँडेपछि खाजा खानको लागि चाहिँ यहाँ हामी लामा होटेल आइसकेको छौँ होइन। सही छ पानीहरू यता होइन वाटरफल टक्क लाएर। अनि यहाँ चाहिँ हामीसँग होटेल छ हौ होटेल टक्क लाएर है लामा होटेल आइसकेको छौँ हामी। अब यहाँ कतिको बार्गेनिङ गर्न सकिन्छ भनेर त्यही भएर मैले यहाँ यसो क्यामेरा म चाहिँ ठडाइदिएको कि केटा हो यार हेर्दै गर है त कतिसम्म बार्गेनिङ गर्न सक्छ होला त। मैले यस्तो प्रमोसन गरिदिन्छु टाइपको दिनु पऱ्यो नि यस्तो च्यानल नभए पनि हल्का फुल्का होइन ल। त्यही भएर भन्दा यहाँ टक्क लाएर हिँड्यो पहाडों के ऊपर जंगल के पार देखो कौन अपने शहर आया यार निंजा हथौड़ी अपने घर आया यार बड़ी अक्ल मुहे छोटा सा तेज सी इसकी नहीं कोई ठिकाना। टक्क लाएर केटा यसलाई भन्छ लामा होटेल। म त होटेलको नाम लामा होटेल होला भनेको यहाँ ठाउँको नाम चाहिँ वा लामा होटेल रहेछ होइन। ल यहाँ हामीसँग दाई पनि हुनुहुन्छ। के छ दाई ठिक छ एकदम बसौँला नि। खाजाहरू के छ है ल यस्तरी टक्क लाएर यसरी खानुको मजा नै बेग्लै छ क्या है। हेलो ल हामी यहाँ खाएर अङ्कल आन्टी टक्क लाएर यहाँ ल अङ्कल यति मिठो खुवाउनु भयो है यति मिठो थियो टेस्ट मिठो थियो गुड। यहाँ हाम्रो लामा होटेल आउने बेलामा होटेल शेर्पालाई सम्झिनु होला सबैजनाले ल आन्टी लस धन्यवाद होटेल शेर्पालाई सम्झिनु होला। लाग्यो तपाईँको होटेल देखाइए हम
हामीले होइन ठक्क लाएर होटेल शेर्पालाई चाहिँ सम्झिनु होला है गाइजहरू। तपाईँहरू ल्याङटाङ ट्रेक गर्दै हुनुहुन्छ भने यहाँ तपाईँहरूलाई बास बस्नको लागि राम्रो सुविधा छ। ल थ्याङ्क यू दाई, थ्याङ्क यू। ल यो चाहिँ लामा होटेल भन्ने ठाउँ हो। टक्क लाएर अब हामी हिँड्दै हिँड्दै रिभर साइडतिर जाँदैछौँ। ओके, अब यहाँ बाटोमा यसो चेलीहरू भेट्यो भने चेलीहरूसँग गफ हान्दै घुम्दै 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 फिर्दै आएँ म त घुम्दै फिर्दै। खाजा खाएर आएको आन्टी, खाना नखाने आज। ल यहाँ एउटा होटेल छ, तपाईँहरू लामा होटेल आउँदाखेरि टक्कै यहाँ आन्टीहरूकोमा नि आएर खान सक्नुहुन्छ होइन। यहाँ खानाको पनि व्यवस्था छ। ल ल ल यो गाइस अहिले हामी टक्क गर्मी भएर मजाले है टक्क राम्रो यस्तो मजाले यहाँ खोला बस्दै 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 खेल्दै मस्त लाएर यसरी टक्क कति आनन्द यहाँ जुत्ता र झोला यता राखेर आनन्दले केटाहरू नि यहाँ खान् है। Yeah. That's cool, man. Yo. चल्दिम ल नाइस भ्यू आयो यार, एउटा दामी ठाउँमा है हामी आइसकेको छौँ। यहाँनिर टक्क सही खाने है त्यसरी माथिबाट राख है। पिस छ यतापट्टि खोला छ, डाँडा काँडाको बिचमा आनन्दले हिँड्न पाउँदा यही नै हो नेपालको सुन्दरता। रिभर साइड चितवनमा यार, नारायणीको छेउमा बसेर मस्त खाने रिभर साइड यहाँ पनि रहेछ। ल वे टु घोडा टेबल। तर अहिले चाहिँ म सोलो नै छु है, सबजना त्यहाँ केटाहरू पछाडि छ खाना खानालाई छ। अनि मैले चाहिँ खाजा खाएको भएर खाना नखाएको सही छ नि है। गर्मीले मर्नु लागिसक्यो रिसिँदै हिँड्दै, तर सही छ के। सही छ नि है। दिस इज ल्याङटाङको ठाडो उकाली घोडा तपाईँलाई जाने बेलाको बाटो हो होइन। ए यस्तो तलबाट यार, उहाँ तलबाट त्रायो हुस्सुहरू लगाइरह। त्यहाँ अगाडि एउटा पोटर दाइ हुनुहुन्छ है, धेरै कुरा सिकाउनु भयो अल एबाउट हाई एल्टिट्युड। अनि त्यसपछि गएर त्यहाँ रस गऱ्यो भने के हुन्छ, यस्तो ट्रेकिङमा रस गऱ्यो भने के हुन्छ भनेर सिकाउनु भयो होइन अहिले। द्याट्स गुड। मनी इज पावरफुल बट मनी इज नट एभ्रिथिङ गाइज होइन। मनी त फेरि पनि पछि कमाउन सकिन्छ, तर आफ्नो जीवन सबभन्दा ठुलो फर्स्ट प्रायोरिटी। त्यही भएर नेभर च्यालेन्ज विथ एल्टिट्युड सिकनेस एन्ड द एयर अफ माउन्टेन है। किन भन्दाखेरि त्यो फ्रिजको एयर जस्तै त हो नि, हामीले कहाँ अब आइस पानी हामीलाई जबरजस्ती कोचाको कोचै गऱ्यो भने त कहाँ बाँच्न सक्छ त नि हामी पनि। त्यस्तरी नै त्यो
हिमालमा त हावा चलिरहेको छ हुस्सुहरू त्यसको पानी पनि नाक या मुखबाट गइरहेको हुन्छ भित्र त्यहाँबाट एल्टिट्युड सिकनेस हुन्छ है त त्यो चाहिँ बुझिराख्नु तर अब यहाँबाट चाहिँ त्यस्तो छ अरे बाटो अनि मस्त लगाएर नुङ गर्दै यस्तो राम्रो बगैँचा टाइपको छ क्या होइन लभली छ लभली बिचमा बगैँचा टाइपको नाइस द भ्यूहरू नि सही छ बादलहरू हुस्सुहरू लगाएर माई गॉड लभलीको छोरी ह त हो भ्यू त गाइजहरू यार खतरा है यार भ्यू है आनन्दको के गडाएर कटौँ है fucking good view घोडा तपाईँलाई गाइज है यहाँ टक्क लाएर धेरै होटेलहरू नि छ तपाईँहरू टक्क लाएर नाइङ ट्रेक जाँदै हुनुहुन्छ भने यहाँ बस्न पनि मिल्छ खाजा खानाहरूको पनि व्यवस्था छ जस्तो लागिरहेको छ है हेरौँ के हुन्छ मस्त लाएर सही छ पट्टी छेडा जस्तो छ भने यतापट्टि टक्क है होटेलहरू तर बन्द हो कि के हो यस्तो जाडो बढ्यो एक्कासी त्यही भएर टोपी सोपी लगाउने स्थितिमा आइपुगेँ होइन गाइज ल हेरौँ न अगाडि यस्तो हुस्सु यहाँ खतरा माउन्टेनहरू देखिन्थ्यो सब बिग्रियो यहाँ केटाहरू गइरहनु अरू केटाहरू म आनन्दले हिँड्दैछु रस हामी हिँड्ने मान्छेलाई त केही फरक पर्दैन म त सक्छु होला म यतिको त मलाई त लाग्दैन के छ केटा हो ब्यालेन्स कसो म बोकेर ल्याइदिउँ त हो त्यतिसम्म ठिक छ हो त्यतिसम्म ठिक छ कि बाबु समातेर आउन त्यो अर्कोलाई रन माइकल गाह्रो छ त हौ आमा रन माइकल ल यसो यहाँ गरेर टक्क है बनाउँदैछन् गरे है ल गाइज यार हिँडेको 12 घन्टा भइसक्यो अझै ल्याङटाङ पुग्यो होइन ल्याङटाङ पुग्छ अब हामी आधा घन्टामा पुग्छ होला होइन बाटो यो भयो अनि टक्क लाएर यो कटेपछि अनि होइन यो खोला ल्यान्डस्लाइड जस्तो कटेपछि ओ त्यहाँनिर चाहिँ ल्याङटाङ भ्याली त्यही भएर ढिलो नगरिकन जाऊँ चार्ज पनि छैन तपाईँलाई वहीँ गएपछि ब्लग देखाउँछु है त ल गाइजहरू हेर रात परिसक्यो मलाई लाइट बाटो बाटो छ लामो
गॉड गाइड्स दिस इज डे 2 भनौँ कि डे 3 भनौँ होइन हामी ल्याङटाङ भ्याली आएर बसेको थियौँ हिजो बेलुका चाहिँ अनि यहाँबाट चाहिँ यस्तो मजाको भ्यू देखिन्छ नि होइन हिमाल देखिन्छ मस्त दामी तरिकाले है मजाको भ्यू छ अनि ल्याङटाङ भ्याली चाहिँ अलिक माथिपट्टि दामी अरे कि तर हामी हिँड्न नसकेर हिजो यहीँ आएर बस्थ्यो कि ल मस्त लगाएर खाइन्छ ब्रेकफास्ट पनि आइसकेको छ होइन कराएर ब्रेकफास्ट चिया ल है हामी बसेको होटल चाहिँ यही हो होटल मेमोरियल गेस्ट हाउस Is there anybody in there? Just not if you can hear me. Is there anyone at home? Can you sit back now? I think I'm feeling good. Just the basic facts. Can you show me where it hurts? There's no pain I ever see there. A distant ship smoke on the horizon. You are only सब यहाँ खैरेको फ्रीको कन्सर्ट हेर्दै नै खैरेको फ्रीको कन्सर्ट फ्रीको कन्सर्ट टक्क लाएर क्यान्जिङतिर है निस्कम केटा निस्कम जम यहाँ माथिको भ्यूहरू सब क्लोज भइसकेको छ यिनीहरू गीत गाएको गाई छ हौ यिनीहरू कहिले जति खैरेको फ्रीको कन्सर्ट हेर्न आउन केटा ओ यसको गिटार हेर न गिटार फेरि खतरा खाएको गिटार I love that stuff. And mother, do you think they'll break my balls? Mother, do you think they'll try to? Yo guys, we are heading to Kanjing and बाटोमा यस्तो दामी भ्यू देखिएको छ होइन हेर्ने हो गाइज ल यतापट्टि नि हिमाल छ होइन यो हिमाल यहाँ पनि देखेछ अनि यता झन् लभलीको छोरी देख्या के लभलीको छोरी नाइस छ क्यामेराम्यान भ्यू जति सब क्लोज होइन ठ्याक्क लाएर यस्तरी नदी त के नदी खोला बगिरहेको छ त्यो माथिबाट आइरहेको त्यो हिमालको पानी होइन टक्क लाएर यसो जाने जाम आनन्दले जाम है तर यारा यहाँ हो अझै लाग्छ 2 घन्टा मलाई जहाँसम्म लाग्छ त्यही भएर हेर्दै गर्नु होला है हिँड्दै झै लगाइसक्यो यार ओलास्सै बनाइदिइसक्यो शरीर धेरै हिँडेर स्टे कनेक्टेड गाइस हामी भन्नाले नि अरू गर्छन् कि गर्दैनन् म चाहिँ क्यान्जिङ 1 र 2 अनि शेरकोरी 3 हान्ने सोच हो त्यहाँ गएर हेरौँ के हुन्छ
हेल्थले साथ दिन्छ कि दिन्न भन्ने कुरा त्यति हो। अरू चाहिँ यस्तो लगाएर ठिक चल्दैछ। Yo guys, can I show you something, guys? Finally Kanjing पुगिसकेको छ हामी। यहाँ Kanjing 3890 Kanjing Ray 714 सेरगढी यहाँबाट त्यति छ ल। अनि मस्त लगाएर ल यही हो हाम्रो दामी Kanjing हैन त। सही छ के यतापट्टि माउन्टेन भ्यू छ ल गाइज। यहाँ Kanjingमा चिज फ्याक्ट्री होइन यहाँको चिज फ्याक्ट्री टक्क लारै खतरा बास्ना यार हो र ट्राई वाला हो होइन कस्तो रहेछ कस्तो नमिठो यो त फ्याक्ट्री रहेछ हौ। So guys, this is the kitchen हाम्रो अङ्कलको होइन। अनि यहाँ चाहिँ मेरो फोन तताउँदैछु मैले। त्यो मेरो बिग्रेर फोन चिसोले गर्दाखेरि ठक्क अङ्कलहरू सब आनन्दको हुनुहुन्छ फ्रेन्डली होइन। भाइ पनि सही छ तनाव भयो के फोन बिग्रेर चाहिँ यसरी राख्नु परेछ हौ। यसरी राख्नु परेछ फोन फुटोस् मलाई। अब यहाँ यसो यताबाट यसो केटाहरू ठक्क लाएर यहाँ डाइनिङ रुममा यो भाइ लास्ट गफ सोधिराखेँ फेरि। म त लास्टै दाइ तपाईँ अहिले घोप्टो पर्नु थियो पनि बिहेको क्यामेराम्यान आयो बिहेको क्यामेराम्यान कति अझै 1 लट थपिन्छ ल खै कहाँ यसले त अघि नै बाट हेरेको हेरी छ हौ। दुईटा चस्मा फेरि यो माथिको कैलाश मानसरोवर रेन्ज अनि तलको ल्याङट्याङ हिमालयन प्यारेड अनि यो चाहिँ हाम्रो एभरेस्ट साइडहरुकै टक्क। अनि यस्तो राम्रो छ। सो दिस इज डे 4 एन्ड वी आर हेडिङ टु Kanjing Ri 1 एन्ड Kanjing Ri 2 बिहानको 4 बजे है। अनि भ्यू चाहिँ खुलिरहेको छ सही तरिकाले। अब माथि जानु पर्ला नि। लेडिज एन्ड जेन्टलम्यान हामी हिँड्दै आइसकेको छौँ है। अहिले त उज्यालो हुन लागिसक्यो अघि भन्दा त। अनि अगाडि केटाहरू छ अनि यता हिमा यस्तो सही खुलेको छ। पछाडिबाट नि केटाहरू आउँदैछन् है त। हिमालको भेगमा तिमीलाई लिन आउँछु म बादल पारीको देशैमा। लगडा कस्तो भयो एक्सपिरियन्स यहाँसम्मको? खोइ आइस त आउँदैछन्। सो गाइज आत्ता बाटोमा आइसक्यो। उहाँ माथि बल्ल यो माथिको बल्ल उसो वान हो। म चाहिँ टुक्कैले पुग्नु यतापट्टि सही हो नि हिमालहरू अनि यतापट्टि नि
गाँड फटाइ भयो गाँड फटाइ बिहान 4 बजे उठेर हिँडेको अहिलेसम्म पुगेन हौ गाइज फाइनली क्यान्जिङरी 1 जम्मा यो 1 हो 1 बाट खतरा यो चाहिँ राणी त्यसको लागि घाम्दैन अर्बन अलि साइड लाग अर्बन भाइ साइड लाग घाम्दैन यो क्यान्जिङरी 2 यो गाइज अहिले लास्ट मान्छेहरू आइसक्यो नै टक्क लाएर ए मान्छेहरू यो 1 मै यति धेरै भिड छ अहिले 2 मान जान पर्छ है टोइलेट सो गाइज दिस इज हेडिङ अप टु क्यान्जिङ 2 यहाँ क्यान्जिङ 2 चाहिँ हामी चाहिँ होइन केटाहरू त्यो मसँग आएको केटाहरू वहीँ बसो 1 मै वहीँ 1 मै छ हामी चाहिँ 2 को लागि जाँदैछौँ होइन टक्क लाएर यहीँ त होइन यति यहाँसम्म आएपछि 2 किन नजानु भनेर अब हिँड्ने लामो तरिकाले भ्यूहरू चाहिँ क्लोज हुन लाग्यो कि उसो आइरहेको उताबाट त्यतिन्जेल 2 क्याम्प 2 पुग्न पाए हुन्थ्यो क्याम्प 2 यही हो होइन भ्यूहरू फेरि अच्छा छ कि अनि भोलि हामी जाने भने चाहिँ उयो हिमालको समिट हो है सक्यो भने गर्छ सकेन भने गर्दैन त्यही हो अहिलेको हालत चाहिँ यस्तो छ ओभर उकालो छ हौ गाइस ठाडै यस्तरी यत्रो उकालो त चढेर आइसक्यो होइन यो क्याम्प 1 वहाँ त्यो ठ्याक्कै बादलको तल अनि क्याम्प 2 चाहिँ माथि ल यस्तो उकाली चढ्दै अझै यहाँ यत्रो छ यता लभली भ्यूहरू छ है आनन्द यस्तो तरिका खेला त सकेला त समिट होइन समिट फेरि यही डाँडामा हो समिट हेर यता हिँड्या च्याउँदै आउँदैन हेर्दै डरै लाग्दो उकालो त त्यही भएर माथि हेर्दैन तलै हेरेर चढ्छु यो गाइज फाइनली अब 10 मिनटमा चाहिँ समिट गर्छु यहाँ छ है समिट चाहिँ यहाँ छ अनि यहाँबाट देखिने भ्यू चाहिँ है अब त बादलहरू आइसक्यो भ्यू सकिदिन्छ छिटो गएर समिट गरेर झरेर आउँछु अनि यो हिमाल पास गऱ्यो भने चाहिँ उतापट्टि 5 पोखरी छ है अब भोलि त खै सकिन्न होला यो हिमाल चढ्न यो हिमालय हो पुरै होइन शेरको हिमाल शेरगोरी भन्छ अनि क्याम्प 1 मा चाहिँ यस्तो हुस्सु लगाइसकेको छ है अहिले क्याम्प 1 मा भेटिसकेको छ अब क्याम्प 2 मा भेट्नुभन्दा अगाडि चाहिँ हामी पुगिहाल्नुपर्छ है त ल त्यही भएर हल्का माइन्ड रक्सी गर्नुपर्छ अब चाहिँ
तर पनि भ्यू देख्न पाउँदैन नि त तर एभ्री स्टेप वाज वर्थ इट अनि यहाँबाट चाहिँ सिरगोरी गऱ्यो भने फेरि गोसाइकुण्ड पुग्नु छ मेरो फोन पनि बिग्रियो फेरि फोन पनि बिग्रियो स्विच अफ भयो खुल्दै खुल्यो होइन त्यही भएर यो गाइस फाइनल्ली क्यान्जिङ रिफ टु 4700 Finally. Yes. क्यान्जिङ रिफ सही आउँदै क्यान्जिङ हेर गाइस बादल कसरी तल तल होइन गाइस ल ओके have a nice day Have a good day. Goodbye. have a nice trip well you are going to Gosaikunda or not no Gosaikunda Oh yeah, I am. Gosaikunda The lakes. yes Yeah. you are doing Yes. solo or group Solo. okay Yeah. we will meet there okay Okay. See you there. okay ल गाइस फाइनली हैन क्यान्जिङ रिफ 2 सकेर टक्क लाएर ए अब यस्तो भ्यू हेर्दै हेर्दै झर्नको मजा नि फेरि खत्रै छ नि तलपट्टि त फेरि बादलै बादल लागिसक्यो हैन लागौँ होला अब रमाइलो छ भ्यू हामीसँग लोकल दाइ हुनुहुन्छ त्यही भएर यो बाटो झर्नु आँटेको यो बाटो सेफ पनि छ भन्ने सुनेको थियो त्यही भएर खै त जाडो छ हौ माथि चाहिँ अहिले भर्खरसम्म जाडो थिएन कपडा खोलेर यसो फोटो हेर्दैको त जाडो पो हुन ल लेट्स मेट दियर ओके चढ्नुभन्दा त झर्नु पो गाह्रो हो यार हेर न वहाँ माथि भन्दा नि अझै माथिबाट आएको ढाकिसक्यो हिमाल पनि अझै तल यहाँ पुग्नु हौ ए तल्लै अझै लास्ट जाऊ यार गाइस हैन लगभग 1 घन्टै झर्न पर्दो रहेछ कलाएर क्यान्जिङ गाउँ अनि यो हिमालहरू पुरै छ क्या हौ गाइस आज चाहिँ त्यहाँ गुम्बामा पूजा थियो अनि त्यहाँ चाहिँ हामीलाई यसो निम्तो थियो के खानुको लागि अनि त्यही भएर यसो निस्किँदैछौँ यहाँ चाहिँ कलाएर ओए के त्यस्तो नबोल न भ्लग हालिदिने हो मैले ओए भन्न लौडा गुम्बा आइसकेको छ चिसो र चिया खाने हो गुम्बाको पूजा थियो है ठुलै छ गुम्बा यहाँको क्यान्जिङको इन्ट्रेन्स हो है अनि यस्तो सही छ होइन गुम्बा यहाँभित्र पूजा हुँदैछ अझै अझै पूजा सकिएको छैन गुम्बा बिहानैबाट हो पूजा भएको चाहिँ अन्त डेनी भाइ Yes, brother. हेर्न सक्नुहुन्छ
सबै दिदीहरूले यस्तो मायासँग हामीलाई होइन भाइलाई र मलाई चाहिँ यहाँ छ्याङ दिनु होइन यस्तो मिठो छ्याङ शीतकनसहित अनि यहाँ भाइहरूले चाहिँ चिया खाँदैछ अब आज मस्त यहाँ पूजा थियो त्यही भएर मस्त बसेर अब खाँदैछौँ है दिदीहरू निकै माया गर्नुहुन्छ गेस्टहरूलाई परिवार आफ्नै परिवार जस्तै छ्याङ खाने हो छ्याङ बिचरा भाइले छ्याङ नपाएर रुन मात्रै सकेन तनाव भयो त हालिदिन्छ उस्तो आएको हो खतराले क्या लगाएर अहिले फेरि दिन्छ हुनुहुन्छ पहिलादेखि नखा मानेको नाच्नै आउँदैन यार यो भाइ त्यस्तै हो छैन कति मिठो खाना आइसकेको छ है अहिले हाम्रो दाइहरूले चाहिँ लिएर आइदिनु भएको छ दाइले खाँदैछ अनि धन्यवाद दाइ ल साग खाऊ यहाँबाट के हो गर्नु धन्यवाद धन्यवाद कस्तो मिठो आयो है ल यस्तो मिठो यहाँ भाइले फेरि पोखाइदिन्छ हो लामो अनि फेरि नयाँ आइरहेको ज्याप भएपछि भाइ यस्तो के गर्नु हामीलाई यति धेरै माया गरेर बोलाइदिनु भएको समुदायलाई धेरै धेरै धन्यवाद होइन एभ्रिथिङ के इच एन्ड एभ्रिथिङ एक्सपिरियन्स गर्न पाइरहेको यहाँको खानादेखि लिएर दही छ्याङ रक्सी सबै कुरा हामीलाई दिनुभएको छ होइन केही कुरामा पनि अपुग छैन यहाँको कम्युनिटी नै यस्तो राम्रो हुन्छ होइन यहाँ भाइले पनि खाइरह एप्स आइरह हौ पोखाइ धेरै धेरै धन्यवाद भन्न चाहन्छु यस्तो गेस्टहरूलाई बोलाएर खुवाउनु भएकोमा होइन यत्तिको चाहिँ हुनुपर्छ के हेरौ न हाम्रो खाने भ्यू कस्तो छ कति रमाइलो छ यत्तिको रमाइलो तिमीहरूले पाउँछौ जिन्दगीमा पाउन नि हामी यहाँबाट निस्किँदैछौँ क्यान्जिनबाट अनि आज लामा होटेल जाने भनेको दिस इज आवर अन द वे सही छ है होटेलले अनि ए वाट्स द भ्यू अनि हाम्रो धोरपाटन जस्तै छ कि चौरहरू खुल्ला चौर होइन अन्त कलाएर डेनी भाइ अन्त हिमालको काखीमा बसेर मलाई बोलाउँछिन् तिमीले भने जस्तो कि कलाएर फर्किने बेला भइसक्यो जतको 2 दिन बस्यो यहाँ होइन तर फेरि बस्नु वर्थ इट पनि थियो हिजो बेलुकाको कार्यक्रम होइन त भाइ
के भन्न चाहन्छौ बवाल थियो हिजो यहाँको छ्याङ चाहिँ सबैले ट्राई गर है यस्तो मिठो थियो हौ न त यति पनि के अमिलो नि नै के त्यस्तो सो गाइस हामी चाहिँ आज फर्किने क्रममा केटा टक्क अगाडि फर्केको त फुरै हाल्दैन किन भन्दाखेरि आउने पाटमै छ होइन सबै थोक यो चाहिँ टक्क लाएर फर्किँदाखेरिको बाटो हो यतापट्टि यस्तो दामी भ्यू छ यो गाइस ल्याङटाङ भ्याली आयो है फर्किँदा टक्क लाएर खासै ठुलो त छैन यो ल्याङटाङ भ्याली अनि यता चाहिँ भ्यू खुल्दैन हो ल्याङटाङ जिउहरू गदा जिउहरू ल्याङटाङ भ्याली यही हो है त सो गाइज यो चाहिँ अस्तिको कस्तो पुल थियो र अहिलेको पुल हेर काम हुँदैछ है ट्रेकर्सको लागि अस्ति खतरनाक थियो अहिले यत्तिको दामी भयो है यत्तिको भएपछि त भइहाल्यो त ट्रेकर्सहरूलाई पनि सजिलो तर सही भयो यो गाइज लामा होटेल रेस्ट टाइम सो दिस इज एनदर डे अनि हिजो चाहिँ हामी सिधै क्यान्जिङबाट तल झरेको थियौँ साथीपछि म चाहिँ पहिरो बसेर कसैकुण्डा ट्रेक हान्छु भनेर सोचेको थिएँ अनि त्यसपछि केही कारणवश यहाँ मैले त्यो ट्रेक हान्न पाइनँ बिकज अफ माई हेल्थ इस्यु अनि बडी पेन लेग पेनहरूले गर्दाखेरि मैले हान्न सकिनँ खुट्टा मात्रै मेरो 5 चोटि मड्कियो हिँड्नै सकिनँ अनि त्यही भएर झर्नै बाध्य भयो तर केही दिनपछि फेरि गर्छु भन्ने आश छ र यहाँ स्याब्रुबेसी बसेको होटलमा टक्क लगाएर अहिले ब्रेकफास्ट खाँदैछु अनि 7:15 गाडी छ बटमलाई सिधै काठमाडौँमा आइदियो